हेलो गाइस सबैजनालाई नमस्कार एन्ड छेजुलो हेपुलो तपाईहरु के गर्नु हुँदैछ कसो गर्नु हुँदैछ मलाई कमेन्टमा लेख्नुहोस् होला गाइस हैन म चाहिँ तितेबी काट्दै छु हैन तितेबी चाहिँ अघि बारीबाट चाहिँ अर्ग्यानिक टिपेर ल्याएकै साथीहरु बारीमा फलेको तितेबी फ्रेश तितेबी टिपेर चाहिँ लिएर आएर ट्याक्कै काट्दै छु गाइस अब यसलाई चाहिँ टेक टेक पातलो काट्यो भने चाहिँ साथीहरु के हुन्छ भने भुट्दा नि मज्जाले भुटिन्छ हो दामी हुन्छ नि त त्यसै कारणले आज तितेबी काट्दै छु तितेबी मज्जाले भुटेर खाइन्छ नि त साथीहरु हैन तितेबी खानु चाहिँ अब प्रेसरको लागि भने प्रेसर हाई हुनेहरुको लागि नि दामी हो नि त साथीहरु हैन किनभने मेरो चाहिँ प्रेसर अलि हाई छ कि त्यही कारणले मलाई चाहिँ तितो खानु जरुरी छ नि त त्यसै कारणले बारीबाट चाहिँ मज्जाले ताजा ताजा टिपेर ल्याएर चाहिँ ड्याङ काट्दै छु साथीहरु आज कुकुर तिहारको दिन हैन तपाईहरुले कुकुरलाई पनि माला लगाइदिसक्नु भयो होला टीका लगाइदिसक्नु भयो होला हाम्रो त भर्खर उठेर उन्दैछ है साथीहरु म चाहिँ अघि उठेको है सियो भाच्यो ल्या कसरी भाच्यो सियो चाहिँ अचम्म एउटा माला उन्नु लागेको सियोै भचाउँछ अब भयो त्यो भाटाको सियो बनाएको थियो कि के हो फलामको सियो भन्दा नभाचिनु पर्ने यस्तो छ साथीहरु अब माला हुँदा पनि सियो भचाउँछ अब के भन्नु भित्र मेरो पर्स छ लिएर आएको छ त्यहाँ ड्रोरमा मेरो पर्स लिएर आएको छ त्यहाँ छ जस्तो लाग्यो ल कोको ल साथीहरु अब तितेबी पनि टक्कै काटिसके हैन प्याज टमाटर पनि टक्कै काटिसके लसुन पनि टक्कै कुचाइसक्यो गाइस अब चाहिँ टक्कै यसलाई चट्ट भुट्छु ल गाइस अब ल साथीहरु अब म चाहिँ ट्याक्कै कराई पनि बसिसक्यो तेल पनि खरिसक्यो अब तितेबीको लागि चाहिँ ट्याक्कै प्याज हाल्छु है त साथी तितेबी मजाले भुटेर खाइन्छ साथीहरु अब यो प्याज खरिसकेपछि चाहिँ ट्याक्कै साथीहरु खरिसके पनि हैन त्यो लसुन ट्याक्कै हाल्नुपर्छ अलिकति हो यो लसुन हाल्नु पर्यो फेरि ट्याक्कैलाई हल्का लसुन डढाउनु पर्छ साथीहरु हल्का डढाएर हो हल्का डढिसकेपछि त्यहाँ टक्कै टमाटर हाल्नुपर्छ हो ल हेर्नुहोस् अब यो पनि डढिसक्यो हो अब टक्कै टमाटर हो टमाटर हाल्यो त्यसपछि यसलाई फेरि चलाउनु पर्ने हुन्छ नि त हैन अब टक्कै टमाटर पाकेपछि चाहिँ तितेबी हाल्नुपर्छ साथीहरु ल साथीहरु टमाटर नि पाकिसक्यो अब टक्कै यो अब तितेबी आजको कुक चाहिँ हो यसरी तपाईहरु यो रङ खोर्सानीहरु तपाईहरु खानुहुन्छ कि हुँदैन हैन हामी चाहिँ अब म चाहिँ खान्छु त्यसै कारणले मजाले यसलाई चाहिँ टमाटर लगाएर मजाले खान्छ दामी हुन्छ नि त ल साथीहरु अब कुकुर पनि पुजिसकेछ हैन के खाएको कोकोले हो पुरा मन परेछ कोकोले हेर्नु न साथीहरु कपी कप खाँदैछ भुइँमा दिएन बहिनी बोकेर दिन्छस् अन्त खान्छ कोको ला डोला अहिले गएर लुकाउँछ फेरि यसको
बिरालो तिहार चाहिँ आउँदैन बिरालोलाई नि दे न अलिकति नो हुँदैन दे खान्छ त्यसले नि बिचारा हो ए मन पराएन त्यसले गाइस आज चाहिँ कुकुर पुजिसकेर यहाँनिर चाहिँ अब कुकुर तिहारको चाहिँ पापाले एकदम धुमधामले स्वागत गर्नुहुँदैछ एकदम त्यहाँ बम पटेका पड्काएर बम पटेका होइन गाइस यहाँ पापाले पड्काउँदैछ पड्क्यो अम्बो गाइस तिरिङ्गे भयो नि म त लो साथीहरू पाकि नै सक्यो तितेबी चाहिँ हेर्न सक्नुहुन्छ तपाईँहरूले होइन भाइ अन्त भाइ